हो त्यहाँबाट अर्जुन चोपारी हिलबाट आएर त्यहाँबाट यो बाटो मेन बाटो हिलबाट भित्र छिरेर चौपारी गाउँपालिका 1 त्यहाँबाट यसो निस्किने रहेछ के यता त्यहाँ बाटो हो त्यो गाउँबाट उतातिरबाट अलि उता यसको घेँचातिरबाट छ माथि निस्किने अर्जुन चोपारी यही हो गाउँपालिका आधी खोलो दरङ खोला भन्ने यही रहेछ। सबैजनालाई नमस्ते अनि युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज म तपाईलाई संसारकै विश्वकै ठुलो नवग्रह मन्दिर देखाउन गइरहेको छु। रहेछ मेरो छोरो र बुढो अगाडि जानुभयो। ल हेर्नुहोस् है यता मान्छेहरू नि छन्। यता सुन्नु न यता मान्छेहरू छन्। दिदी नमस्ते सन्चै हुनुहुन्छ? यो मन्दिरको भिडियो खिच्न लगाएको ठिकै छ। आज गर्न नभए नि हेर्न पर्यो भनेर आएको घुम्न भनेर। अरू बेला आउने मेसो मिल्दैन, शनिबार पनि मेसो नमिल्ने। सन्चै हुनुहुन्छ? अरू दिन सधैँ बस्नुहुन्छ यहीँ? लाउने हो यसो घुमेर आम्ला नि। ए टिको लाउने पहिला अरे बुढो मैले हो कि होइन चिन्नु चाहिँ नै भनी भनी हो चाहिँ लायो कहाँ हुने र त्यही बटौली त्यही भेडाबारी त हो के अरे। भेडाबारी आएको यहाँ दिदी भेट्नु भयो क्या हाम्रो फेरि यहीँ बस्नुहुने रहेछ। मैले युट्युबमा भिडियो राख्ने भनेर ए खाली टिको लाउनु न दिदीसँग केही हुन्न। यसो सल त यही तान्छु भाइ मैले ढोक गर्छु। ए ल भाग्यमानी भयो आँटेको पुग्योस्। एउटा यहाँ खुल्ला पैसा रहन्छ खाली टिको लाउनु हुन्न के यही बस्नुहुन्छ सधैँ? अरू बेला आज त आउनु आज फेरि यो टिकट लाउने चक्र खुला छ नि त। ए यस्तो रहेछ भाइ। ल हेर्नु यहाँ सिक्का पैसा पनि ल्याइएन भाइ। सिक्का पैसा राख्ने ठाउँ रहेछ कि यस्तो हो न। अरू सबै राम्रै हुनुहुन्छ? नानी बाबु कतिखेर आउनको त हजुर? त्यहाँ नै खाना नखाइ यहाँ खाना पनि भाउजूले बनाउनुहुन्छ अरे न? हजुर गएको बेलुका यसो गरेर फर्किहालेको साना कहाँ बस्नु भिना चाहिँ पहिला गएर आउनुभयो। ए नत्र हामी भित्र पसेर हेर नि पाइन्थेन दिदी यो नखुल्यो भए तँ भित्र जान पाइन्थेन। ए ल नउभिनु यसो हेरेर आउँछौँ दिदी। भेनाजुले के नचिन्ने चिनिहाल्नुहुन्छ महाकालेश्वर दानमा छ। यतै दान दिने ठाउँ रहेछ। दानपत्र यो विश्वकै ठुलो नवग्रह मन्दिर कताबाट आउने भन्दा हिलबाट आएर अर्जुन चौपारी गाउँपालिका तल हो त्यहाँनिर पर्ने रहेछ। त्यो बाटो यसो आएर निस्किने उता पोखरातिरबाट आउँदा बुटलतिरबाट आउँदा हेलु भन्ने ठाउँमा आएर भित्र छिर्ने रहेछ कि फोटो खिच्ने। हजुर कताबाट जानुभयो त नि? शिव पार्वती
मन्दिर हुँ परसम्म हो है के मन्दिर त्यहाँ यता हेर्नु कता जाने त जति मिनट हुन्छ त्यति मिनटको राख्नु पर्ला नि हैन सब लाउन पाइन नि मन्दिरको कहाँ ए सक्स पनि लाइएन त नि ओ भगवानले जिउ गरम शिव पार्वती जिउ गरम अहिले खिच्ने बुढो यस्तो राम्रो ठाउँ कहाँ कहाँ देश विदेशबाट ए अन्तर्राष्ट्रियबाट पनि आइसक्नु भयो सबैजना यता अनि फेरि अर्जुन चाहिँ पर्यो त्यहाँबाट ती पोखरा बुटोलबाट आउँदा त्यो बाटो हुँदै 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 त्यो बाटो आएर उताबाट निस्किने हो हामी आउनुपर्ने त्यही हाम्रो गाउँ चाहिँ त्यतातिर पर्छ ती हो त्यो गाउँ हाम्रो हो यही नजिकै छ अरू बेला खोल्ने रहन्छ शनिबार यहाँको मन्त्र भन्दै हिँड्ने ओम ब्रह्म पताडो त त्यहाँ भित्र जाने वहाँबाट ए भित्र पाइन्न ए भित्र किन हो नि भित्र फोटो खिच्न पाइन्न अरे साथीहरू यहाँबाट भित्र फोटो खिच्न पाइन्न अरे ल खिच्न नपाए पनि भित्र फोटो खिच्न पाइने हुन्छ अनि यहाँ यसरी प्याक गरेर जाने रहेछ मन्दिरमा जान पाइने हुन्छ जय हो प्याक गरेर जानुपर्ने रहेछ यहाँबाट हिँडियो हामी अब उतातिर अर्को मन्दिर जाँदैछौँ यसरी जाने भित्रपट्टि ग्रह कटाउने ठाउँमा भिडियो खिच्न पाइने रहन्छ तपाईँहरूलाई मैले खासै देखाउन पाइनँ यस्तो रहेछ यहाँबाट भित्र खिच्न पाइँदो रहेछ यहाँभित्र पाइँदो रहेछ विश्वकै ठुलो नवग्रह मन्दिर पानी पानी खानु चिसो बुढो पानी खाने पानी नानु खाने पानी हो कि यहाँ पाहाडमा यस्तै हो क्या पाहाडमा त पानी यस्तै अरू दिन शनिबार भिड हुन्छ खुट्टा हाल्ने ठाउँ हुँदैन कि रहन आज खुल्ला रहेछ धन्नभित्र अरू बेला खुल्ला हुन्न अरे आज किन खुल्ला रहेछ र हाम्रो भाग्यले तर भगवान्ले नै बोलाउनु पर्दो रहेछ बुढो हेर्नु त छोरा बिहान मासु खायो हामीले खाइयो चोखो खाइयो यहाँ आउन लेखिरहेछ क्या हामीलाई यहाँ त गर्न पाइन्न सानो छुछु छ यतापट्टि गराइदिनु न हुन्न तल बाटातिर गेटभन्दा बाहिर तलपट्टि गरेर अनि फेरि हामीलाई यहाँ टोइलेट त पक्का छ ल हिँड त तिमी हिँड त म खाली खुट्टा हिँड मन्दिरहरूको बिचमा स्कुल रहेछ यत्रो ठाउँ रहेछ होइन यो त विश्वभरिको होइन र बुढो विश्वभरिको हो कि नेपालभरिको ए नेपालको पहिलो नवग्रह मन्दिर
यहाँ ए यिनी फेरि अर्की मन्दिर हुन् ए अँ हो यो फेरि पञ्चकन्या देवी मन्दिर एकै ठाउँमा रहेछन् लाऊ आऊ सानो यहाँ घाम भयो ल हेर घाम भयो नवग्रह मन्दिर हजुर ल्याउ न त खै हो केही न ल्याउ त पञ्चकन्या नवग्रह मन्दिर दराउ खोला अब देखो कता है राम्रो बनाएको थियो अन्डरग्राउन्डबाट तलबाट निस्किने हो न मलाई पनि देखाइदिनु यिनलाई देखाइदिनु कि यिनले मलाई लुटाउनु यिनले मलाई लुटाउनु मलाई माया गर्दिनन् यिनले